भिडियो बनाऊ क्या Hero Honda. We have later. This is raw vlog. So you can see the one person is running. Yes, you can do it. So look at this view. This is night view of. This is what I don't know. Also this place, this Bhaktapur, but exactly I don't know the place name. Very English अलिकति टुटा फुटा. अरनिको यातायात. अरनिको. आफ्नैतिर हो यो अब हामी यो चाहिँ हाम्रो सूर्यविनायक चित्रपुर हो साथी हो So guys, we are right now Chitrapur so we don't know where are we going just he came and he called me so I'm also with him from today in my vlog you will only English मात्र बोल्छु ल अबदेखि म लास्टमा चाहिँ ओए रनमा चाहिँ के गरे यस्तो यस्तो आवाज फ्रक हुन्छ है अब हामी अफ गर्नेछौँ सो गाइस अहिले चाहिँ हामी फर्किँदैछौँ है यो चिसो हावा हाम्रो दादाहरूको आउटफिट चाहिँ नर्मल छ बच्चाहरूलाई यसो रमाइलो हानाइदियो हो नेभर माइन्ड डन्ट माइन्ड त्यही हो कुरा यहाँ ट्र्याकमा छ दादा यहाँ हाफपेन्टमा क्रक्स दादाको वान एन्ड ओन्ली वान क्रक्स विच इज भेरी एक्सपेन्सिभ ल ओए म झन्डै उड्दिन यो लाखुरी हो आधी देखिरहनु भएको डाँडा चाहिँ अब यस्तै छ अरू के भन्नु आजकल चाहिँ म युट्युबमा त्यस्तो एक्टिभ नभएको कारणले अब बिस्तारै भ्लगहरू ड्रप हुन्छ है होइन अब बिस्तारै भ्लगहरू ड्रप हुन्छ हाम्रो सो तपाईँहरूले यदि च्यानल सब्सक्राइब गर्नु भएको छ भने यसो गरिदिए हुन्थ्यो है कर चाहिँ छैन यसो हामी चाहिँ यो ठाउँ धेरै जस्तो प्रायः जस्तो आइरहेको हुन्छ ऊ आउँछ मलाई बोलाउँछ अनि हामी दुईजना आउँछौँ सक्नुहुन्छ यतातिर हामी दिउँसो डुल्दैन राति डुल्छ भुतो हाम्रो स्कुटर चलाउने देवदास राइडर केटो म 1 2 3 कर्नरिङ हानिसकेको छ तुफान एक्सप्रेस ओम नमः शिवाय ब्लगमा इन्ट्रो केही छैन होइन इन्डिङ पनि केही छैन यही ठाउँमा अब आएको डे भ्लग पनि छ हामीसँग त्यो चाहिँ म फेरि हाल्छु त्यो पनि र भ्लगै हो हाम्रो अब सबै हाम्रो र भ्लग आउनेछ नमस्कार
ललितपुर साइड। अहिले हामी बालकोट चोकमा आइसकेका छौँ। अहिले गोदावरी खोला आइपुगेको। दादाको भुइँ सुक्यो। सबैलाई तीज लागेको रहेछ यतातिर चाहिँ। ललितपुर जिल्ला प्रवेश। के गर्छ यस्तै छ यतातिरको माहौल। हेलमेट नलाइकन स्कुटर चलाउँदै दादाको हाफप्यान्ट आयो। We are right in Tikatali right now. राइट अगाडि इरानी चिया पनि रहेछ। यो चाहिँ हाम्रो खास जडीबुटीमा पनि छ है। यहाँ पनि रहेछ दादाको भ्लगमा फिल्म प्रमोसन टिकाथलीमा। बिस्तारै बिस्तारै ढुक्दै म उसको मायामा, तर उनले मलाई छोडी गइन्। च्यालेन्ज हो। ए सरी यो वर्डको लागि, तर केही पनि भएन, बाले भएन। हाम्रो भ्लगमा चाहिँ जे बोले आउँछ त्यही हाले आउँछ, अनकट गरे हुँदैन केहीमा पनि। हामी झुट बोल्दैन। हामीले भ्लगमा जे गरे हुन्छ त्यही गरे हुन्छ रियल लाइफमा, तर लाइफ फरक छ। फेरि जाममा फसेको अवस्था। अघि यही लाइनमा हामी यस्तो जाममा परेर पानी परेर अहिले पानी पनि रहिसकेको छ। एकछिन पानीमा रुज्यो पनि। अब यहाँ चाहिँ यस्तो वाइल्ड प्याक हुन्छ यतिखेर। पार्कको साइडबाट जो तिमी यहाँ यस्तो प्याक हुन्छ।